हेलो साथीहरू, सन्चै हुनुहुन्छ? 20 डेजको नेल आर्ट क्लासमा चाहिँ आज हाम्रो सेकेन्ड डे रहेको छ र आज चाहिँ हामी एनिमल प्रिन्ट काउ प्रिन्ट नेल आर्ट गर्दैछौँ है, जसमा चाहिँ मैले बेस कलर चाहिँ यहाँ व्हाइट राखेको छु। व्हाइट पलिस लगाएर चाहिँ मैले 60 सेकेन्ड क्योर गरेर त्यसलाई चाहिँ क्लिन्जरले चाहिँ मैले मजाले वाइप गरेको छु ताकि त्यसको स्टिकी लेयर चाहिँ हटोस् भनेर। र मैले अलरेडी यहाँनिर नेल प्लेटमा चाहिँ ब्ल्याक कलरको पलिस राखिसकेको छु र डटिङ टुलको हेल्पले चाहिँ अनइभन म डटहरू बनाउँदैछु। यहाँनिर सेम नबनाउने यो डटहरू चाहिँ आफूलाई डटिङ टुल्सले चाहिँ कता कता कोर्न मन छ ग्याप राख्दै कोर्ने र एउटै लाइनमा पनि नकोर्ने। एउटै लाइनमा कोर्यो भने पनि हामीले त्यो आर्ट राम्रो देख्दैन कि, त्यही भएर कुनै कता फर्केको जस्तो एउटा डिजाइन बनाउने नेल प्लेटमा। मैले यहाँ बेस कलर चाहिँ व्हाइट राखेको छु। हजुरहरूले बेस कलर व्हाइट नै राख्नुपर्छ भन्ने छैन, कुनै पनि न्युड कलरको बेस कलर राखेर चाहिँ हजुरहरूले यो आर्टहरू गर्न सक्नुहुनेछ। एकदमै सजिलो छ, डटिङ टुल्सले गरिने आर्ट हो यो। एकदमै फिनिसिङ भइसके पछाडि चाहिँ एकदमै राम्रो पनि देखिन्छ यो आर्ट। मलाई चाहिँ कता कता ग्याप भए जस्तो लागेको ठाउँमा चाहिँ मैले डटिङ टुलले डट मात्रै पनि दिएको छु र टप कोट लगाइसके पछाडि चाहिँ यस्तो देखिएको छ, एकदमै राम्रो।